नानीको एनिभर्सरीको लागि सानो सरप्राइज दिन हिँडेको। ल है हामी क्लब चौक आइपुग्यौँ। हामी केक पसलमै आइपुग्यौँ। केक छान्दैछौँ। हेर्नु है। ह्याप्पी एनिभर्सरी। नानी नानी आइन्छ कि बहिनी हो उसले दिएको बनाइदिने केक लिएर जाँदैछौँ। कदम पनि आइपुग्यो। भाइरल भन्ने आउन लाग्यो। पदमपुर पनि आइपुग्यो। अब एकैछिनमा आइपुग्छ। ह्याप्पी एनिभर्सरी। ल है सरप्राइज दिन आइपुग्यौँ हामी। ह्याप्पी एनिभर्सरी। ल किन चाहियो ल धेरै हामी त सुन्नु साइड साइड यसो भिडियोमा आउने कुरा ल यो कुरा खाउने सरी आँखाबाट आँसु आए फैलियो सबै आँखाबाट आँसु आए के गर्यो लानी गालामा ढलेर के हो न ल ह्याप्पी एनिभर्सरी। आज त लक्ष्मी भित्रको दिन हो नि। फाइनल्ली गाइस हामी घर आइपुग्यौँ। सरप्राइज नै सकियो। कपडा नि चेन्ज गरेर बस्यौँ। हजुरहरूले सोच्नु होला ज्वाइँ चाहिँ कता हुनुहुन्छ भनेर। ज्वाइँ चाहिँ बाहिरतिर हुनुहुन्छ विदेशमा। त्यही भएर हामीले सानो सरप्राइज दिएको नानीलाई। ल आजको लागि चाहिँ यति नै है त गाइस। बाई।